Hello साथीहरू पानी पर्न आँटेर छ यहाँ त कालो परिरहेको कालो भइरहेको छ चिसा भइरहेको सेकु अरे पनि चिक्यो पनि चिक्यो अनि चाहिँ मैले बनाएको अझै छोइचोइले राखेको बुढीले त्यहाँ पाउरोतिर उयो खाइरहेको पाउरोतिर उयो खाइरहेको देखाउँछ है हामीले जस्तो तरकारी भात खाँदैन नि अलिकति भात हालेछ अनि सेकुवा हालेछ अनि यहाँनिर पाउरोटी खाइरहेको छ कागती यो चिसो यति यो खाइरहन्छ अब यो भात फाल्छ नि उसले भात खाँदैन नि होइन है 93 वर्षको बुढी आनन्दले खाइरहेको छ मासु कति मजाले खाइरहेको यता हेर्नु मेरो खाना बुढीको खाना कस्तो मेरो खाना कस्तो होइन साइप्रसको मान्छेले खाने कस्तो लामो आयो भने नेपालीले खाने यस्तो छोटो आयो भने उनीहरू उसिनेको होइन चट्ट लाएर खाँदैन 93-94 वर्ष 95 वर्ष होइन सम्म बाँच्छ कति धेरै समयसम्म बाँच्छ हामी चाहिँ तेल मसला चट्ट हालेर खानुपर्ने होइन जिब्रोमा टक्काउनु पर्ने अनि त्यसमा पनि कोलेस्ट्रोल सुगर प्रेसर थाइरोइड जो हुनुको कारणहरू देख्नुभयो बुढी आमाको खाना र मेरो खाना कस्तो छ बुढी आमा यस्तो मात्रै खाएर अहिले त भात पनि फाल्छ थोरै हालिदिएको क्या पकाएको मासु खाने भनेको त नखाने आज के साथीहरू मैले ढिँडो खान्छु भनेर गरेको थिएँ अनि ट्याक्क ढिँडोको पानी पनि बसालेँ अनि ढिँडोको पानी उम्ल्यो के पिठो हाल्छु भनेर नयाँ पिठोको त्यो खोल्या त त्यो पिठोभित्रै किरा गर्छ कि पिठोभित्र अनि त्यही भएर नखाने अनि खाना बनाएर नि खाना खाएको आज त ढिलो भयो 1:30 भयो नि नत्र भने पाउने 1 बजी खाना खान्थ्यो यसमा दही हालेर बनाउँदो रहेछ क्या दही ठुस्स गनाउँदो रहेछ कसरी कति साह्रो हो के हालेर बनाऊ हामीले पकाउनु ग्यालाक्क त हुन्छ मासु नि 1 केजी 1.5 केजी भन्दा कुखुरै पाउँदैन जहिले पनि त्यति मात्रै ल्याउँछ
तरकारी धेरै भयो हिजो मेरो ढिँडो खाएर बेलुका केही खाएन राति चाहिँ 12-1 बजी कस्तो भोक लाग्यो क्या खाम भने नि सबै फ्रिजमा है तताएर झ्याउ लाग्ने क्या राति खाना Tu viajes con tiros de carpíes y tienes carpazzo, viste si monga καταναλωτή, πληθωρισμό, τα βασικά αγαθά έχουν πάει στο καιρό. Εσείς πιάνετε, εμείς δεν πιάνουμε. Δείχτη τιμών καταναλωτή, μόνο 2 παροχές παίρνουν η βαριά κινητική αναπηρία και χωρική οδοντιφλών. Για κάποιον ανεξήγητο λόγο, και καλά κάνουν και παίρνουν. Για κάποιον ανεξήγητο λόγο, όλα τα υπόλοιπα είναι εκτός. Και τώρα, μέσα σε αυτό το νομοσχέδιο, όλες οι παροχές θα επιδέχονται αύξηση από τον δείκτη τιμών καταναλωτή. टिभी पनि बन्द भयो गालो गालो कोतो बोल्लो ने मेता नार्तो अनि नडो उता खाँदैन साथीहरू हातले खाँदैन नि त मलाई सुरुमा मैले हातले खाना खाँदाखेरि चाहिँ बुढीले तिमी बाँदर हो भनेर करायो चम्चाले खाएको हुन्छ नि जति खायो हातले खाँदा चाहिँ कति आनन्द आउँछ नि चम्चा खाँदाखेरि आनन्द सक्यो साथीहरू ओमा माझ पनि भुइँमा धर अब यो मासु चाहिँ भरे खानु क्रुजी मैले भनेको होइन त साथीहरू मासु खायो खाना चाहिँ यस्तोहरू खान्छ क्या यति भात दिए पनि खाँदैन यहाँको मान्छेहरू भातले मोटाउँछ मिठो रे भात मिठाइसक्यो अब सुत्ने बेला भयो खाँदैन भात हेर्नु अब बिरालोलाई दिनु पऱ्यो बिरालो पनि खाँदैन भात त के पो अचम्म लाग्छ मलाई त